आजा खोले साग टिप्ने हो मजाले खोले साग खानुपर्छ दामी छ हामी खोले साग टिप्छौँ आज खोले साग मजाले खोले साग खानुपर्छ छ यो मोमो आज खोले साग टिप्न आएको खोले साग चाहिँ मजाले खोले साग खानुपर्छ यो सागले चाहिँ मानिसहरूले चाहिँ रगत बढाउने काम गर्छ भन्छ है बुवा आमाहरूले चाहिँ यहाँ छ तलपट्टि थियो यो चाहिँ छ यो हाम्रो छ हो यो छमा छु अनि मैले चाहिँ त्यहाँ स्कुटी त्यता राखेर म चाहिँ यता छु र यहाँबाट टिप्दैछु यहाँ चाहिँ तपाईँहरूलाई म देखाउँछु यो चाहिँ ब्याग ल्याएको छु ठ्याक्कै यति गाह्रो हुन्छ क्या पानी छ्याप 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 गाह्रिन्छ साग खोले साग टिप्ने हो खोले साग टिप्ने हो डेन्जर गाह्रिन्छ यार फेरि गाह्रिन्छ यहाँ रहेछ यसमा छाटेर ट्याक्कै टिप्नु पर्ला साग खाने हो आज हामी चाहिँ कहिलेकाहीँ मासु मात्रै होइन सागसब्जी पनि हामी खानुपर्छ यो नेचुरल हो नि त एकदम स्वास्थ्यको लागि पनि राम्रो लाभदायक छ मैले चाहिँ यो टिपेर नै खान्छु है यो बोजो हो यो बोजो पुरै बोजो यो चाहिँ घाँटीको लागि राम्रो हुन्छ भन्छ यो बोजो खायो भने यो बोजोको चाहिँ जरा छ नि जरा खायो भने चाहिँ फेरि यो स्वर सुकेको मान्छेहरूले पनि राम्रो गर्छ भन्छ यसको जरा तपाईँलाई म देखाउँछु है तपाईँटी छ जरा हो यसको जरा यस्तो हुन्छ जरा यतापट्टि हुन्छ यसको लामो हो भने यतापट्टि हुन्छ यसको भित्रपट्टि हुन्छ यो बनायो भने चाहिँ यो चाहिँ मजाले खुर्काएर सफा गरेर चाहिँ यसको चाहिँ जरा खान्छ क्या यसको घाँटीलाई एकदम सुरिलो बनाउने यो चाहिँ राम्रो काम गर्छ औषधिको काम हो यहाँ रोपिदिन्छु यो टिप्नु पर्यो थोरै भयो फर्किनु लाग्यो खासै पाएन चिसो भयो पानीमा डुब्दा खुट्टा चिसो भएर यस्तो पानी छ अनि पानीमा फर्किनु पर्यो त्यही रमाउने ठाउँ छ यो फर्किनु पर्यो घर थोरै छाक खानको लागि मात्र भयो यहाँ चप्पल लगाएको छ चप्पल लगाएर जानु पर्यो यस्तो पानी छ अनि सिम छ अनि चप्पल गाडिन्छ त्यो झिलेको चप्पल लगाएर जानु पर्यो धन्नै लडेको यहाँ चप्पल लगाइन्छ पो जानुपर्छ यो टिटितालको पानी है टिटितालको मूल पानी हो टिटिताल छ यो टिटितालको पानी चाहिँ ठ्याक्कै यो कुनाबाट यो त माथि कुनाबाट चाहिँ निस्किन्छ क्या भित्ताबाट यसको ठ्याक्कै जराबाट चाहिँ यो मूल पानी आउँछ यो मूल पानीबाट ठ्याक्कै सिम छ यहाँ बोजो अनि यो के अरे सागले हुन्छ क्या यो टिटितालको पानी हो यसको चाहिँ यो कुनाबाट चाहिँ यो साइड यो कुनाबाट यो जराबाट चाहिँ निस्किन्छ यसको टिटितालको पानी यो हाम्रो जाने बाटो म चाहिँ घर फर्किँदैछु हुन्छ यो छोटो भिडियो हेरिकन सबैले कमेन्टमा सुझाव दिनु होला पानी छ ठ्याक्कै यहाँ मजाको पानी बगिरहेछ भोलि चाहिँ यहाँ आएर
मजाले खेल्न मन लागेको छ पानी यस्तो चिसो छ आनन्दित छ यहाँ गर्मी हुने मान्छेले यो ठाउँमा कति आनन्द होला यार बगीको पानी सफा आनन्द छ यार ल अब म फर्किन लाग्यो यहाँ मजाले बिचिरहेको छु यो सफा पनि गर्नु पर्यो सिममा डुबेको यहाँ यस्तो फोहोर छ जाडो छ हुन्छ सबैजनालाई सल्लाह सुझाव दिनु होला यो पानीको मूल चाहिँ तितितालको है यो तितितालको यो मूल यो कुनाबाट चाहिँ निस्किन्छ यो पानी हुन्छ हामी चाहिँ तपाईँहरूसँग फेरि पनि नयाँ भिडियोद्वारा चाहिँ बातचित गर्नेछौँ यसो प्रतिक्रिया दिनु होला नि कमेन्टमा त्यसो कस्तो छ हुन्छ यहाँ हाम्रो गाउँ कुन जग्गा ताप्लुङ जाने ठाउँ हो क्या पारीको चाहिँ झिप्रा देउराली अनि उता चाहिँ हाम्रो सहयोग हो क्या मजाले त्यो गएर काम ल्याएर फर्किँदैछु हुन्छ सबैजनालाई शुभ दिन सबैको असल दिन होस् असल सोच अनि असल विचारद्वारा यो प्रकृति जस्तै सफा सुन्दर निश्चल विचार भावना भएको सबैजनाको हुन्छ म जानुपर्छ टाइम पनि हुन लागिसक्यो 4 बजिसक्यो अनि म चाहिँ होम डेलिभरीको लागि सामानहरू पुऱ्याउनु छ धेरै अर्डरहरू छ हुन्छ आजको मिनी ब्लगमा सबैजनालाई स्वागत तथा धन्यवाद कपडा राति माछा मार्नेले हो क्या यार अन्त के हो यस्तो जालो बनाएर टक्क सिलाएर ट्याक्क यसो गरेर यी कुनामा राखेको छ कुन चाहिँले यस्तो र हान्ने हुने होला झ्याममै पारेर यस्तो खोक्ने हुने होला माछा पार्ने हुने होला हो नि त यस्तो कसोको लुङ्गी हो कि साडी हो कि लगन्टे हो कि के हो यस्तो पारा टाइट यस्तो पारा यस्तो र माछा छ भने हुँदैन कसले जाए कुनामा राखेमा त के रहेछ कसको के फाले रहेछ है भनेर यस्तो रहेछ हुन्छ जानु पर्यो म त यस्तो र माछा चाहिँ नमार्नु होला है अब कुन चाहिँले हो यस्तो बनाएको यस्तो काइते हुनुहुन्न है यस्तो चाहिँ संरक्षण गरेर राखेको तलपट्टि ताल छ क्या हो त्यहाँमा चाहिँ हाम्रो पूर्व सङ्घीय सांसद प्रेमप्रसाद तुलाजनले भुर्रा लिएर छोडेको तलपट्टि चाहिँ ताल छ त्यहाँ बिचमा त्यही बच्चाहरू ठुलो हो त्यसो ट्याक्क बनाएर चाहिँ छोप्ने बनाएको छ त्यस्तो काम चाहिँ नगर्नु होला